एक रुपियाँ पनि लाग्दैन र ब्याङ्कमा जानुभयो जेपी ब्याङ्क भन्ने हुन्छ नजिकको गुगलमा चाहिँ जेपी ब्याङ्क भनेर सर्च गर्नु जापान त के छैन नेपालमा कबड्डी साइकल भनेर छोडियो जापान आएर कबड्डी साइकल किन्न नि गाह्रो छ कहाँ काम गर्छ विवेक खालि यसमा हो त्यो डङ्कीतिर गर्छ स्टोरमा हो स्यालेरी मर्निङ वाक पानी पर्यो असिना झऱ्यो एउटा साथी ऊ त्यहाँ छ त्यहाँ आउँदैछ ऊ त्यो म यहाँ छु मर्निङ वाक जापानमा पानी परेको परै छ अनि पानी परेर यहाँको रोड पनि सफा छ हिँड्दैछु बिहान ब्याङ्कमा आयो यो हानको कार्ड हुन्छ यो हानको छाप हुन्छ यो नेपालीमा छाप भन्छ जापानीमा हानको भन्छ यो हानको बनाउन 1-2 हजार रुपियाँ लाग्छ नर्मली 1 देखि 2 हजार रुपियाँ लाग्ला र ब्याङ्कमा चाहिँ तपाईँको 1 रुपियाँ पनि लाग्दैन र ब्याङ्कमा जानुभयो जेपी ब्याङ्क भन्ने हुन्छ नजिकको गुगलमा चाहिँ जेपी ब्याङ्क भनेर सर्च गर्नु जापान हुनेहरूले र नयाँ हुनुहुन्छ भने त्यहाँ केही फरक पर्दैन इङ्ग्लिस आउँदैन जापानिज पनि आउँदैन भने ट्रान्सलेट गरेर गुगल ट्रान्सलेट गरेर बोल्नु होला ब्याङ्कमा तपाईँको एक दिनमै बनाइदिन्छ हामी पनि त्यसरी आएको छ र ऊ साथीले बनाइरहेको छ त्यसपछि मेरो पालो आउँछ अनि जेपी ब्याङ्क नजिकको ब्याङ्कमा जानु होला अनि त्यसपछि आफ्नो के लिनुपर्छ भने स्टुडेन्ट कार्ड लिनु होला जाइरो कार्ड लिनु होला पासपोर्ट लिनु होला अनि त्यसपछि आफूले नआयो भने त्यहाँ सिकाइदिन्छ फर्म भर्न चाहिँ ट्रान्सलेट गरेर आफै भर्दा पनि हुन्छ र एक दिनमै हुन्छ एक दिनमै तपाईँको खाता खोलिन्छ त्यसपछि एक दिनपछि अब खाता खोलियो तपाईँको ब्याङ्क अकाउन्ट बनाउन आएको नेपाली बुझ्दैन एक्लै आएको यो पनि नेपाली बुझ्दैन मेरो मतलब कि जापानी बुझ्दैन म पनि जापानी बुझ्दैन म बुझ्छु नि यहाँले धोपी हानिदिन्छु ल न सायोनारा उसलाई सायोनारा आउँछ मलाई टाटा बाई बाई अनि यता ब्याङ्क यो जापानमा चिनिया भन्दा नचिने आफै आउनु ब्याङ्कमा आउनु मजाले टक्क बनाउनु यहाँ सबै सिकाइदिन्छ होइन अनि मैले पनि त्यसरी सिकेर यो गरेको हो र यो हानको कार्ड बनाउनु पर्छ 1-2 हजार पर्छ हानको अफिसमा जानु होला हानको भनेको त्यो पुस्तक पसल हुन्छ त्यस्तो टाइपको बनाइदिन्छ अनि यहाँ चाहिँ हुन्छ यहाँ आफै बनाइदिन्छन् र त्यहाँ कोही चिन्या अनलाइन एप्लाई नगर्नु होला ढिलो हुन्छ तिमीले कहाँ काम गर्छ अरे तिमीले कहाँ काम गर्छ विवेक साथी म त उयसमा हो त्यो डङ्कीतिर गर्छु म स्टोरमा हो स्यालेरी कति छ घन्टाको 2500 2500 नै दिन्छ मैले त काम पनि पाएको छैन यार तर 2टा काम गरिरहेको छु अझै एउटा काम खोज्न छ त्यही एउटा पनि पाएन आगुनाई देशकारा मजाले हिँड्नुहोस् आगुनाई देशकारा मजाले हिँड्नुहोस् चिउन सित्ते कुदासाई आउने भने डेन्जर पो त डेन्जर डेन्जर ठाउँ भएको कारणले राम्रोसँग हिँड्नुहोस् गाडी कुदाउन नआउनेहरूलाई है क्या सिक्नु सबै रहेछ यो ड्राइभिङ सेन्टर ऊ साथीले भर्खरै ड्राइभिङ गरेर आएको छ खैरेनीसँग म चाहिँ गाडी रेन्ट दिएको मेरो म चाहिँ मेरो गाडी रेन्ट दिइरहेको छु हामीले कहाँनिर ए मेरो गाडी आएको त्यो तिम्रो गाडी हो त्यो नेपाली दाइको गाडी हो बाइक चाहिँ म धुन छोडिरहेको थिएँ एउटा मेरो त के छैन नेपालमा कबड्डी साइकल भनेर छोडियो जापान आएर कबड्डी साइकल किन्न नि गाह्रो छ 2टा जब गर्छु एउटा जब खोजिरहेको छु कोही छ कि मिलाउने मिलाइदिनु 3टा नगरे हुँदैन नि साथी यार 3टा काम गरेर त 3टा खोजिरहेको छु 3टा काम गर्ने हो ऊ साथीहरूले 3टा काम गर्ने 3टै खोजिरहेछ साथी किम्मु खाउन एकछिन रख साइकल कति राम्रो यार कस्तो यहाँ किम्बु छ म किम्बु खान्छु ओइ माछ चिन्ने बिचिगिरो अघि होइन रब्बोले यार किम्बु जापानमा किम्बु टन्डै छ यार जति खाने हुन्छ नेपालमा हुनुपर्छ बाँदर जस्तो चढेर भयो नि खान्थेँ म साथी खाने हो तिमी ओ अगाडि पनि होला आइज ल गीत गाऊ साथी गीत गाऊ न मुला ऊ त्यो साथीले भर्खरै कोनिमिनीमा काम गरेर आएको थाकिरहेछ बिचारा केटो त्यही पनि काम खोजिरहेछ अहिले जापानमा 3टा काम चाहिँ अनिवार्य गर्नुपर्छ
लगभग 2टा गर्छु, एउटा अझै खोजिरहेको छु, फेरि 2टा खोज्नेवाला छु। कागज त्यो प्लेन चङ्गा तल छ, माथि उ छ, त्यो घरबाट उडाएको हो क्या किम्बु हो यो, त्यो खाऊ न। गरौ छ यार भुइँमा जाउँछ टिप्न फेरि घर बिजनेसै गर्नु जस्तो छ। जापानमा फेरि मुदी 2टा गेरा हालेको फेरि 200 मान भन्न थालिहाल्छ। बिजनेस त रातारात मालामाल हुन्छ नि साथी, किम्बु टिपेर बेच्दा नि। रुखमा चरी चरी खाने क्या हो त, जेमा टिपो केटा किन त केही हुन्न। अब यो त्यतिकै हामीले यो रुख सुकाइदिनु भएन, भाँचिदिनु भएन होइन। अब यो फल त झरेर जानुभन्दा पेटमा हालेपछि धर्म हुन्छ नि त साथी। काँचो बानी खाइरहेको छु, यो काँचो छ। भर्खरै काम गरेर आएको, थाकिरहेको छु। अनि यो जापानिजहरू कति दौड्यो चागल लाएर